यदि हजुरहरुको मोबाइलमा लगइन भइरहेको जीमेलको पासवर्ड बिर्सिनु भएको छ र फेरि त्यसलाई हेर्न चाहनुहुन्छ भने आउनुस् यस भिडियोमा कसरी हेर्ने सम्पूर्ण जानकारी दिनेछु। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुस् भिडियोलाई सुरु गरौँ। सबभन्दा पहिला हजुरहरुको मोबाइलको स्क्रिनमा जानुस् र त्यहाँ गइसकेपछि मेल एप्लिकेसनलाई ओपन गर्नुस्। यस्तै ओपन गरिसकेपछि सबैभन्दा माथि दायाँतिर रहेको आइकनमा क्लिक गर्नुस् अनि त्यसपछि म्यानेज योर अकाउन्टमा क्लिक गर्नुस् अनि त्यसपश्चात हजुरहरुको मोबाइलको सिक्युरिटी एन्ड लगइन भन्ने अप्सन आउँछ त्यसमा क्लिक गर्नुस्। सिक्युरिटी एन्ड लगइनमा गइसकेपछि यसलाई स्क्रल डाउन गर्नुस् र अन्त्यमा रहेको पासपोर्ट एन्ड म्यानेजरमा क्लिक गर्नुस् र त्यसपछि यदि गुगल अप्सन देखियो भने ठीक छ। यदि गुगल अप्सन देखिएको छैन भने धेरै एप्लिकेसन अन्य एप्लिकेसन देखिएको छ भने यो अवस्थामा हजुरले माथि सर्च बटनमा गएर GOOGLE गुगल टाइप गर्नुस् अनि त्यसमा क्लिक गरिसकेपछि हजुरले यसरी पासवर्ड हेर्न सक्नुहुनेछ।